सिस्टम डिजाइनमा अर्को महत्त्वपूर्ण कन्सेप्ट छ डिएनएस। डिएनएसको पुरा नाम डोमेन नेम सिस्टम हो र इन्टरनेटको अत्यन्त महत्त्वपूर्ण अङ्गको रूपमा हेरिन्छ। हामीले डिएनएसलाई इन्टरनेटको फोन बुक भनेर पनि बुझ्न सक्छौँ। जसरी तपाईँको फोन बुकमा साथीको नाम र उसको फोन नम्बर सुरक्षित हुन्छ, त्यसरी नै डिएनएसले पनि मानिसले सजिलै सम्झन सक्ने डोमेन नेम जस्तै apple.com, google.com लाई आइपी एड्रेसमा परिवर्तन गरिदिन्छ। उदाहरणको लागि www.apple.com को आइपी एड्रेस यो हो। यदि डिएनएस नभएको भए हामीले google.com, youtube.com जस्ता नाम टाइप गर्नुको साटो वेबसाइटको आइपी एड्रेस सम्झेर टाइप गर्नुपर्ने हुन्थ्यो। जसरी फोन बुक नभएको भए तपाईँले आफ्नो सबै साथीहरूको फोन नम्बर कण्ठ गर्नुपर्ने हुन्थ्यो, जुन निकै झन्झटिलो र असहज हुने थियो। अर्को महत्त्वपूर्ण कुरा के हो भने मानिसलाई नाम सम्झिन सजिलो हुन्छ, जस्तै google.com, तर कम्प्युटरले भने आइपी एड्रेस मात्र बुझ्छ, जस्तै यो एड्रेस। त्यसैले डिएनएसले मानिसले बुझ्ने डोमेन नेम र कम्प्युटरले बुझ्ने आइपी एड्रेस बीचको पुलको काम गर्छ। तपाईँलाई हाम्रो प्रयास कस्तो लाग्यो कृपया कमेन्ट बक्समा लेख्नुहोला र भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्।